हामी यतिखेर मकवानपुर गढी गाउँपालिकामा आइपुगेका छौँ। यो 4 नम्बर वडा हो। यहाँ आइपुग्दै गर्दा एउटा भुलन समुदाय केही घर छ। यो समाजै लगभग केही घरहरू भुलन, यो बाबुले भनेअनुसारको उहाँहरूको थरको घर छ यहाँ। म यहाँ आइपुगेको छु र एकजना आदरणीय भुलन दाजु यहाँ हुनुहुन्छ। दाजु नमस्कार है। नमस्कार। नमस्कार नमस्कार। हजुरको शुभ नाम? विजय भुलुन। विजय भुलुन। यी बाबुलाई चिन्नुहुन्छ र? मैले खासै अब न्युजमा सुनेको मात्रै भयो होइन, मैले अब चिन्न त ठ्याक्कै त म चिन्न सक्दिनँ। यिनको नाम रोमन भुलन। यिनी हराएको बाबु 4 वर्ष अगाडि हराएका। यिनले आफ्नो 4 वर्षको उमेरमा हराएको, 8 वर्ष अगाडि हराएका यिनी बाबु। अब यिनको आफूले आफ्नो नाम चाहिँ रोमन भुलन भनेका छन्। बुवाको नाम लक्ष्मण भुलन होइन, अनि दिदीको नाम रेशमा भुलन, आफ्नो दाइको नाम मनोज भुलन होइन त। त्यो भन्छन् त्यस्तो लक्ष्मण भुलन भन्ने कोही यस्तो हजुरलाई याद छ र? खोइ ठ्याक्कै त मैले नै खासै याद गर्न सकिएन होइन। अब बिस्तारै हुन्छ होला नि त यसको अब घर आफन्त परिवार घर परिवारहरूले नि खोजी नीति पनि होला होइन। अब त्यस बावजुदमा अब कतै खोज्दै पनि उसले उहाँको बाउले चाहिँ अब कहाँ खोज्न जाने, अब यत्रो वर्ष भइसक्यो भन्ने कुरा पनि होला होइन। त्यसै गरी अब फेरि खोजी नीतिमा यस्तै प्रचार प्रसारमा सामाजिक न्युज सञ्चालनमाहरूमा न्युजहरूमा आउँदाखेरि त पक्कै पनि उहाँको मनमा त भुलन समुदाय हामी चाहिँ ठुलो होला। अब हाम्रो चाहिँ समुदाय भनेको हाम्रो एरिया यहाँ छन्, हाम्रो टोलीमा होइन। अब यसभन्दा अब पछाडि अब उता कोही हाम्रो उता कुसुमटारतिर पनि छन्, कोही अब यता हटियातिर पनि छन्, कोही आमभन्ज्याङतिर पनि छन्। आमभन्ज्याङ पारी यो सोलथुमतिर पनि छ। उहाँलाई तिम्रो आफ्नो बारे राम्रोसँग भन त, भन उतै उहाँसँग गफ गर, मैले लिइदिन्छु। मेरो नाम चाहिँ रोमन भुलन, मेरो बुवाको नाम लक्ष्मण भुलन, मेरो दिदीको नाम रेशमा भुलन, उहाँलाई हेरेर बोला के। मेरो दाइको नाम चाहिँ मनोज भुलन। घर वरिपरि कस्तो थियो कान्छा? घर वरिपरि घरबाट माथि रोड माथि लिची बाजेको घर थियो। त्यो लिची बाजेको घर माथि एउटा रोड थियो, त्यो रोड माथि नै एउटा वन थियो। अनि त्यसपछि घर नजिकै पिपल बोर्ड थियो, त्यो मुनि एउटा ट्र्याक्टर थियो, बिग्रेको ट्र्याक्टर। अनि उता साइड गएपछि अलि यहाँनिर घरबाट अलि उता गएपछि पसल थियो, छाप्रोको पसल जस्ताको। अनि त्यो छाप्रोको पसलबाट उता गएपछि एउटा घुम्ती आउँथ्यो, त्यो घुम्तीको उतापट्टि हस्पिटल थियो। हस्पिटल त हाम्रो यता यो एरिया छैन, हस्पिटलको त्यही स्वास्थ्य चौकी त्यहाँ माथि हो। त्यो हाम्रो अहिले 4 नम्बर वडामा हुनुहुन्छ। त्यहाँ पनि ल त्यहाँनिर भुलुन भन्थ्यो होइन, छ भन्ने कुरा चाहिँ मैले सुने। त्यतातिर त कता छन् चाहिँ होइन। अब यतापट्टि छन्, यतापट्टि यो 7 नम्बर पहिला 7 हो, अहिले चाहिँ 3 नम्बरमा 3 नम्बर एरियामा छन् भुलनहरू। ल हजुरले यो खबर पुऱ्याइदिनु पर्यो, हजुरले पनि आफूले जानेका ठाउँमा भनिदिनु पर्यो, बुझिदिनु पर्यो है त। सँगसँगै दाइ आउनु भएको छ, बिहानैदेखि एकदमै सहयोगमा हुनुहुन्छ। दाइ हजुरको शुभ नाम? मेरो नाम राजकुमार घिमिरे, मेरो मकवानपुर गढी 5 नम्बर वडा हो घर। तर मैले पनि सक्दो सहयोग गरेको छु। अहिले यो बाबुको कम्तीमा परिवारसँग भेट्नको लागि कसरी हुन्छ हामीले नि सम्पर्क गरिराखेकै छौँ। गढी गाउँपालिकामा प्राय भ्लोन समुदायमा सबै ठाउँमा हामीले खबर पनि गरिसकेका छौँ। तर पनि भ्लोन नभइकन सानो बच्चाले 4 वर्षको बच्चाले भ्लोन नभइकन थिङ हुनसक्ला, अर्को कुनै थर हुनसक्ला। तर पनि यो बाबुलाई हामीले ठाउँ ठाउँमा डुलाउँदै लिएर हिँडिरहेछौँ। जसरी हुन्छ पत्ता लगाउनेमा कोसिस गरिरहेकै छौँ। उहाँहरूलाई पनि अहिले यसरी हामीले आफैले हाम्रो ठाउँमा चाहिँ भ्लोन समुदाय यहाँ छ, यहाँनिर यति नम्बर वडामा छ भन्दै हामीले खोजी कार्यमा लागिरहेछौँ। धन्यवाद छ दाइ, बिहानदेखि लाग्नु भएको छ, आउनु भएको छ। दाइलाई पनि एकदमै सम्मान छ, आफ्नो व्यवसाय नै छोडेर आउनु भएको छ। हाम्रो भान्जा बाबु एकदमै पसल छ यही बस पार्कमा, एकदम प्रिय अभिभावक हुनुहुन्छ, प्रिय हाम्रो एउटा उमेरको साथीभाइ पनि हुनुहुन्छ, अत्यन्तै सरल मान्छे हुनुहुन्छ। म एकदमै सम्मान गर्छु र यो मानवीय कर्ममा उहाँको ठुलो भूमिका छ। एकचोटि उहाँको अनुवाद नोट गर्नु होला है, एकदमै राम्रो मान्छे हुनुहुन्छ। र आशा छ यहाँ त अध्यक्षज्यू सँगै हुनुहुन्छ, नामै एउटै पर्यो, मित्र अनिलजी। यतै सामरीको होइन तपाईँ? सामरीबाट भित्रपट्टि आफ्नो गाउँ, यही नजिकैबाट पाहाडबाट गाउँ खिच्दै हुनुहुन्थ्यो, अलिक यता हुनुहोस्। एकदमै प्रिय मान्छे हुनुहुन्छ। हामीसँगै अहिले एउटा भुलन समुदायमा आएका छौँ, उहाँको घरमा आइपुग्यौँ, समय दिनुभयो। यो खबरलाई धेरैसँग प्रवाह गरिदिनु होला। एउटा बच्चाको कुरा हो, यो बच्चा भोलि पढ्न पाउँदैन, यसको डकुमेन्ट नभएपछि केही पनि छैन। कति टाठो बच्चा छ होइन। अब आजभन्दा 8 वर्ष अगाडि हो यो हराएको।
अब बाले ल छोडिदियो या कसले के गर्यो थाहा छैन। अब परिवार आइदिनु पर्यो, भोलि हामी गयो भने कानुन रूपमा के गर्ला, हामीलाई केही गर्लान् कि अप्ठ्यारो पार्लान् कि भनेर नआएका पनि त हुन सक्छन्। केही अप्ठ्यारो पर्दैन। यदि हो भने लुकेर बस्नु भएन, हामी खुल्न पर्यो होइन। बाबुलाई एउटा पहिचान दिने कुरा हो, यसमा चाहिँ तपाईँहरूले पनि सहयोग गरिदिनु होला। अब तपाईँको एउटा भ्लन्स कम्युनिटीले चाहिँ अब सबै एक अर्कालाई सहयोग गरेर कसरी हुन्छ, अब उहाँ बाबुको परिचय भयो भने चाहिँ सबैको लागि खुसीको कुरा हो। तपाईँहरूले पनि सहयोग गरिदिनु होला। हामी अहिले मकवानपुर गढी वडा नम्बर 4 मा हामी गाउँ गाउँ अभियान बाबुको खोजी कार्यमा हिँडिरहेका छौँ। अब यहाँ भ्लन कम्युनिटी भनेर हजुरलाई पनि हामीले सम्झेको हौँ। हस् है त दाजु, ल हात मिलाउँ, खुसी लाग्यो। तपाईँहरू गाउँमा बसेर सङ्घर्ष गर्नु भएको छ, तपाईँहरू गहना हो, सम्पत्ति हो समाजको है। ल राम्रो गर्नुहोस्। हस् त, धन्यवाद पनि होइन। सबैले यो बाबुको लागि यसरी गरी चाहिँ सबै चिनाउनको लागि यस ठाउँमा उसको बाउ आमाहरू, यसो दाजुभाइ इष्टमित्रहरू कुन ठाउँमा के भइरहेछ, मेरो अवस्था कुन ठाउँमा रहेछ भनेर चाहिँ चिनाउनको लागि हजुरहरूले चाहिँ डुलाउनु भएकोमा धन्यवाद होइन। हस् धन्यवाद। यो मानवीय खबर सबैसम्म प्रभाव होस्। आजै फेला पर्नुपर्छ भन्ने छैन। यो भिडियोलाई नै अथाह प्रभाव गरौँ, भुलन समुदायमा पठाउँ, कम्युनिटीहरूमा सेन्ड गरिदिउँ, चिनेका मकवानपुरमा बस्ने आफ्ना आफन्तहरूलाई भनिदिउँ। कतै तपाईँहरूकै गाउँघरको छोरो त हुनसक्छ नि त, ऊ हराएको छ, उसले आफ्नो बाबामा खोज्न आएको छ। अब बाबामा खोज्न आउँदाखेरि हामीले साथ नदिएर हुन्छ र? आफ्नै छोरो नभए पनि तपाईँहरूले भिडियो सेयर गरेर सबैसम्म प्रभाव गरिदिनु होला। नमस्कार।